सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो गाइज होइन। आज चाहिँ धेरै पछि आफ्टर लङ टाइम होइन यो च्यानलमा म रिटर्न आएको छु। किनभने हाम्रो चाहिँ हल्का हल्का यो कन्स्ट्रक्सनको काम चलिरहेको थियो फार्मको होइन। त्यही भएर यो हामीले यो निप्पलहरू हाल्दाखेरि अलिकति टाइम लाग्यो हामीलाई होइन। यो सामानहरू लाइक मगाउन अनि गर्न हामीलाई टाइम लागेको छ। म चाहिँ के भन्न युट्युबमा आएको भने होइन, यो च्यानलमा आएको भने हाम्रो अस्ति मैले भनेको बुङ्गुर हाम्रो रेडी भइसकेको छ है। यहाँमध्ये हाम्रो चावडा माउ छ, के अरे चावडा पोथी छ, अरू भाले हो होइन। यदिहरूलाई राम्रो राम्रो हजुरहरूलाई इच्छा भनौँ न, राम्रो दाना खाएको राम्रो जातको बच्चाको माउ राख्नु चाहनुहुन्छ भने, माउ राख्न चाहनुहुन्छ भने यहाँ कटिङको हाम्रो रेडी भइसकेको छ यो होइन। अब हाम्रो तत्काल काट्न सुरु गरिन्छ। अब यदि हजुरहरूलाई चाहिन्छ भने त हामी राखिदिन्छौँ, नभए हामी यो काटेर कटिङमा हामी पठाउने हो होइन। हाम्रो त्यो यो रेडी भइसक्यो। तपाईँहरूलाई अब यो चाहिँ तपाईँको हाम्रो एक महिना भन्दा नि अब तपाईँको यो लगभग 1-2 हप्तामा यो हाम्रो सकिसक्छ होइन। यो काटेर यो हाम्रो अब यो काटेर सकिन्छ। हजुरहरूलाई यदि माउ राख्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला। म सम्पर्क नम्बर नि छोडिदिन्छु होइन। अनि हजुरहरू सबैले सोधिराख्नु भएको थियो कहाँ हो सहर भन्नुभएको थियो। हाम्रो चाहिँ धुरीखेलमा हो होइन। अनि म कति कमेन्ट नि पठाएको थिएँ कि मैले, के अरे तपाईँहरू पाठोहरू सेल गर्नुहुन्छ कि हुँदैन भन्नुहुन्छ होइन। हाम्रो अहिले त्यस्तो छैन है। अहिले हामी कटिङमा लाइक मासुमा हामीले फोकस गरिरहेको छ होइन। हामीले अहिले बुङ्गुर भनेको हाम्रो कटिङको लागि मात्र के, हामीले मासुको लागि मात्र गरिरहेछौँ। अबको केही आउँदो समयमा हामी माउहरू पनि राख्ने छौँ होइन। हामी राख्नेछौँ। त्यसपछि चाहिँ हाम्रो फार्मबाट बच्चा बिक्री हुन्छ है। अबको 1 देखि 2 वर्ष पछि चाहिँ यो खोरबाट बच्चा बिक्री हुन्छ। अहिले चाहिँ हाम्रो सबै कटिङको लागि मात्र हो होइन। अनि यदिहरू हजुरहरूलाई माउ राख्न चाहनुहुन्छ भने पनि यहाँ छ भनेको पोथीहरू हाम्रो रेडीहरू हुँदैछ बट्टाबट्टी। यहाँमध्ये बस हाम्रो चावडा मात्र छ होइन। यहाँमध्ये हाम्रो चावडा मात्र पोथी छ। अनि हाम्रो यता चाहिँ हो अलिकति यहाँ 11वटामा 6वटा पोथी जति छ होइन। अरू सबै खसी हो। अनि हाम्रो अर्को तपाईँको यो अब 1-2 हप्तामा जान्छ। हाम्रोमा धेर बस्दैन है। हाम्रोमा हुर्किन्छ। अनि लाइक अब त्यो एभरेजको हाम्रो मासुको एभरेज आएपछि हामी बेचिदिन्छौँ, हामी राख्दैनौँ है। अनि तपाईँहरूको यता नि छ। यसमा चाहिँ हाम्रो अब अझ हाम्रो 1.5 महिना लाग्ने हाम्रो अनुमान छ। 1.5 महिनामा यो पनि हाम्रो रेडी भइसक्छ है। तपाईँहरूलाई अब 1.5 महिना 2 महिना पछि चाहिन्छ भने यहाँ पनि छ। अब तपाईँहरूलाई अब अहिले छैन, अलिकति पछि गर्छु, दसैँ टाकातिर गर्छु भने हाम्रो यहाँबाट पनि बुङ्गुरहरू उत्पादन चाहिँ हुन्छ, पोथीहरू होइन। यो लटमा नि पोथीहरू मात्र अलिक बेसी छ। तपाईँहरूलाई यदि भाले चाहिन्छ भने पनि है, स्पेसल्ली भालेको लागि भयो भने यो सबै हेम्सारको हो है, हेम्सार क्रस हो। अनि तपाईँहरूले भाले चाहिन्छ भने यहाँ हाम्रो 3टा भाले छ। 3टा भाले हामीले खसी पारेका छैनौँ। यदि हजुरलाई चाहिन्छ भने हामी यहाँ भाले पनि राखिदिन्छौँ। तर यो चाहिँ भालेको लागि चाहिँ तपाईँले पहिल्यै प्रि बुकिङ गर्नुपर्छ है, नभए पछि गएर यो भालेको त्यति रेट आउँदैन। कटिङको जस्तो त्यो खसीको जस्तो कटिङको रेट आउँदैन भालेको है। तपाईँको भालेको तपाईँहरूलाई भाले चाहिन्छ भने, बुङ्गुरको भाले चाहिन्छ भने पनि यहाँ उत्पादन चाहिँ हुँदैछ है। तर तपाईँले बुकिङ गर्नुपर्छ के। यो चाहिँ हेम्सार क्रस हो। यो पनि हेम्सार र ल्यान्ड्रेस क्रसको बच्चाहरू हो। यो चाहिँ हाम्रो आफ्नै फार्ममा उत्पादन भएको। हामीले पहिला माउहरू पनि राखेको थियो, त्यही माउबाट उत्पादन भएको। अनि अहिले चाहिँ हाम्रो हाल माउ छैन। अनि यता चाहिँ हाम्रो माथि अनिललाईबाट लिएर आएको यो चाहिँ होइन। यो चाहिँ रेडी भइसक्यो। यसमा चाहिँ यो पनि तपाईँको हेम्सार भाले हो। अनि तपाईँको त्यो ल्यान्ड्रेस र पाखरीबाजको क्रस हो यिनीहरू चाहिँ है। तपाईँहरूको यही हो। यदि हजुरलाई चाहिन्छ भने सम्पर्क गर्नु होला होइन। मेरो सम्पर्क नम्बर चाहिँ 98 40 81 34 0 छ होइन। मेरो फेरि भन्छु 98 40 81 34 0 छ। नभए म माथि तपाईँको थोरै क्याप्सनमा लेखिदिन्छु, किनेरी हुन्छ है मेरो नम्बर। हाम्रोबाट बच्चा बिक्री हुँदैन है। हाम्रोबाट बास कटिङ या माउको लागि मात्र बिक्री हुन्छ है। त्यही पनि अब भाले पनि हुन्छ, तर तपाईँहरूले पहिला भालेको चाहिँ प्रुकिङ गर्नुपर्छ। त्यही भएर भालेलाई तपाईँको अब छुट्टै केस बनाएर राख्नु पऱ्यो होइन। छुट्टै अब भनौँ न त्यही अनुसार दाना पेल्नुपर्छ भालेलाई चाहिँ। अरू त त्यही हो गाइज, यही हो। बुङ्गुर छ है, रेडी हुँदैछ। हजुरहरूलाई चाहिन्छ भने यो चाहिँ हाम्रो अब 1.5 महिना पछिको 1.5 महिना लगतै यो पनि रेडी हुन्छ। हाम्रो चाहिँ पुरै दाना खाएर है गाइज। यो तपाईँको हुन्छ नि दाना खाएर हो, ओन्ली दाना। हामी चाहिँ न्यु होपको दाना चलाइरहेछ अहिले। यिनीहरू र उतिहरू होइन सबै अहिले 18वटामा जम्मा हाम्रो 10वटा जति पोथी छन्।
अरू सबै खसी हो होइन। यिनीहरूले सबैले हामीले दाना न्यु होपकै दाना चलाइरहेको छ पहिल्यैदेखि। हाम्रोमा चाहिँ वेस्टेज छैन है, हाम्रोमा वेस्टेज चलाउने गरेको थियो पहिला माउहरूलाई, अहिले छैन। अब त्यही हो गाइज, हजुरहरूलाई यदि चाहिन्छ भने सम्पर्क गर्नु होला। बुङ्गुरहरू राम्रो राम्रो छन्, त्यस्तो रोगसोग लागेको छैन है। यो फार्ममा अहिले रोगमुक्त फार्म हो। हामी त्यस्तो रोग लागेको ठाउँबाट हामीले बच्चा नि ल्याउँदैन कि। यो पनि हामीले लगभग हाम्रो खोरमा ल्याएको यो 1 महिना लगभग 15-16 दिन भयो होला है। यहाँ चाहिँ बुङ्गुर राम्रै ग्रो हुन्छ। हामी उचित भनौँ न भ्याक्सिनेसन सबै पुऱ्याएको हुन्छ यहाँको पाठाहरूलाई। लाइक दानाहरू पनि तपाईँहरूको एकदम हुन्छ नि स्केलमै दिएको हुन्छ हामीले, न ज्यादा न कम, सबैलाई बराबर दिएको हुन्छ होइन। यो चाहिँ हाम्रो एकै लटमा निक्लिने बुङ्गुर हो है। यिनीहरू चाहिँ अब 1-1.5 महिना जति लाग्छ। अनि हाम्रो यो चाहिँ हाम्रो असोज टाका निक्लिन्छ है, असोज टाका निक्लिन्छ। तर यही अनुसारले बढ्यो भने त भदौतिर निक्लिन्छ है। यो यही अनुसारले यही स्केलमा गयो भने है अहिले बुङ्गुर यो बढेको हो होइन। गर्मीको सिजन लाग्यो, गर्मीको सिजनमा उत्तिकै नै बुङ्गुर बढ्छ होइन। त्यो चाहिँ तपाईँहरूलाई माउ राख्नु छ भने पनि जो गर्मीको सिजनमै राख्नु है। बच्चाहरू राम्रो राम्रो निकाल्छ। जाडोको सिजनमा प्रायः जस्तो माउको बच्चाहरू जन्मिने लगत्तै मर्ने हुन्छ होइन। हामीले पनि त्यो समस्या भएका हौँ, त्यही भएर यही हो। हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। म नम्बर चाहिँ राखिदिन्छु। एरिया हाम्रो धुरीखेल हो होइन। म नम्बर राखिदिन्छु तपाईँहरूलाई, यदि चाहिने व्यक्तिले सम्पर्क गर्नु होला। धेर टाइम हाम्रो यो बस्दैन है, धेर टाइम बस्दैन हाम्रो। लगभग अब बस्ने भनेको त्यही 1-2 हप्ता मात्र बस्ने है। त्यो पनि अब मुस्किलले अब राम्रो रेट आयो भने हामी बेचिदिइहाल्छ है, हामी राख्दैन। यदि हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। राम्रो राम्रो बच्चाहरू छ, दाना खाएको राम्रो गुणस्तर बच्चाहरू छ है। माउ बनाउने लायकको पनि छ। तपाईँहरूले यदि भालेहरू चाहिन्छ भने पनि प्रि बुकिङ गर्नुपर्छ। भालेको चाहिँ हामी भाले पनि ल्याएर पाल्छौँ है। ल गाइस, आजको लागि यति। फेरि भेटौँला अर्को न्यू ब्लगमा। बाई बाई।